हेलो नमस्ते बीबीएस फोर्थ इयर इक्जाम आउन अब 10 दिन मात्रै बाँकी छ। तयारी कसरी गर्दै हुनुहुन्छ आज सल्लाह गरौँ है अलिकति। म चाहिँ के भन्छु भने अब आज 5-6 गते भइहाल्यो। हाम्रो इक्जाम 16 गतेदेखि छ, ठ्याक्कै 10 दिन छ हामीसँग। त्यसको लागि चाहिँ सबैभन्दा पहिला तपाईँहरूले चाहिँ रुटिन बनाउनुहोस्। त्यसमा आफूलाई अलिकति कुन सब्जेक्ट गाह्रो लाग्छ त्यसलाई फर्स्ट प्रायोरिटीमा राख्नुहोस्। अनि अलिकति प्र्याक्टिस गरिरहेको पढिरहेको सब्जेक्ट छ भने त्यसलाई चाहिँ सेकेन्ड प्रायोरिटीमा राख्नुहोस्। त्यो पनि पोसिबल छैन भने रुटिन हेर्नुहोस्। हाम्रो रुटिन अनुसार चाहिँ के छ भने 16 गते एन्टरप्रेन्योरसिप छ सबैभन्दा पहिला, अनि त्यसपछि 18 गते रिसर्चको इक्जाम छ। 16 र 18 भनेपछि बिचमा हामीलाई थ्योरीको लागि चाहिँ 1 दिन मात्रै ग्याप छ। त्यो हिसाबले जाँदाखेरि चाहिँ हामीले फोकस अलिकति थ्योरी गाह्रो हुन्छ नि त, लेख्दाखेरि पनि कहिलेकाहीँ मार्क्स नआउने चान्सेस हुन्छ थ्योरीमा चाहिँ। त्यही भएर अलिकति बढी प्रायोरिटी चाहिँ थ्योरीलाई दिँदा राम्रो हुन्छ कि जस्तो लाग्छ मलाई चाहिँ। मैले पनि त्यही गरेर पढिरहेको छु। अनि त्यसपछि चाहिँ हाम्रो रुटिन हेर्छु ल। त्यसपछि चाहिँ कर्पोरेटको इक्जाम छ 22 गते, बिचमा हामीलाई 3 दिन ग्याप छ। त्यही भएर 10 दिनमा चाहिँ सुरुमा हामीले इन्टरप्रेन्योरसिप र बिजनेसको चाहिँ अलि मजाले पास हुने हिसाबले फोकस गर्नु पर्यो। त्यसपछि कर्पोरेट भनेको त न्युमेरिकल सब्जेक्ट हो। न्युमेरिकल सब्जेक्टको लागि चाहिँ 35 हो हाम्रो पास मार्क्स। त 35 ल्याउन त सकिन्छ नि त। युट्युबमा जति पनि सिलेबसहरू भेटिन्छ कुन च्याप्टरबाट कति मार्क्सको आउँछ भनेर त्यो भिडियोहरू हेर्ने, अनि त्यही अनुसारले प्र्याक्टिस गर्दाखेरि चाहिँ 3 दिनमा पनि भ्याइन्छ कि जस्तो लाग्छ। कतिजना जब होल्डरहरू हुनुहुन्छ उहाँहरूलाई त गाह्रो हुन्छ नि त म्यानेज गर्नको लागि। त्यही भएर त पास मात्रै भए पनि हुन्छ भन्ने खालको मेन्टालिटी हुन्छ। त्यसको लागि चाहिँ त्यसरी नै जानुपर्छ। अनि त्यसपछि रह्यो एमएफआईको कुरा। यसको लागि चाहिँ टियुले एकदम हेल्प गरेछ। 1 विक नै जस्तो टाइम दिएको छ। अहिले चाहिँ तपाईँहरूले म हेर्दिनँ एमएफआई पेन्डिङमा राख्छु भन्दा पनि भयो। त्यतिखेर 1 हप्ता जति हामीले बिहान बेलुका 3-3 घन्टा प्र्याक्टिस गऱ्यौँ भने पनि मजाले पास हुन चाहिँ सकिन्छ कि। अब एमएफआई फेरि थ्योरी प्लस न्युमेरिकल सब्जेक्ट हो। त्यही भएर यसमा चाहिँ पास हुनको लागि चाहिँ थ्योरी प्लस न्युमेरिकल दुइटैमा अलिक फोकस गर्नुपर्छ हामीले। अनि आई थिङ्क 1 हप्ता चाहिँ इनफ नै हुन्छ टाइम। र लयो लास्टमा इन्भेस्टमेन्टमा चाहिँ हामीसँग त्यति धेरै टाइम छैन, ग्याप 1 दिनको मात्रै छ। इन्भेस्टमेन्ट त अलिक सजिलै पनि छ जस्तो लाग्छ मलाई, मैले प्र्याक्टिस गरे अनुसार चाहिँ होइन। अनि त्यसको लागि चाहिँ 1 दिन मात्रै टाइम छ। त्यही भएर अहिले अब 10 दिनभित्रमा चाहिँ के गर्ने भन्दा चाहिँ सबैभन्दा टप प्रायोरिटीमा चाहिँ तपाईँहरूले इन्टरप्रेन्योरसिप र रिसर्च दुईवटा सब्जेक्ट राख्नु पर्यो। अनि त्यसपछि चाहिँ इन्भेस्टमेन्टलाई राख्नु पर्यो थर्डमा, अनि त्यसपछि कर्पोरेट, अनि लास्टमा एमएफआईलाई चाहिँ लास्टमा राख्दा हुन्छ किनभने हामीसँग ग्याप छ नि त 1 हप्ताको होइन। अनि मैले चाहिँ अब त्यसै गरिरहेको छु। हजुरहरूले चाहिँ के गर्दै हुनुहुन्छ मेरो भिडियो हेर्नुभयो भने कमेन्टहरू गर्नु होला, मलाई पनि आइडिया सेयर गर्नु होला। काहीँ केही मिस्टेक भयो भने यस्तो भयो भनेर भनिदिनु होला, नेगेटिभ कमेन्ट चाहिँ नगरिदिनु होला। अनि हजुरहरूसँग केही नोट्सहरू छ भने एक्सचेन्ज गरेर पढौँ, के हुन्छ कसो हुन्छ। बीबीएस फोर्थ इयर पास चाहिँ गर्नु पर्यो जसरी पनि, म पनि जसरी नै पास गर्ने हो भनेर हिसाबले पढिरहेको छु। अब फेरि प्रिटेस्ट पनि आइरहेछ पछि, अब भदौ असोजतिर कहिले असोजतिर हुन्छ होला साममा भ्याकेन्सी खुलेर, त्यसको लागि नि पढ्नु छ। बीबीएस फोर्थ इयर सकेपछि त म्यानेज गर्नु पर्यो, जब सबहरू पनि यसो ट्राई गर्नु पर्यो नि त। त्यही भएर बीबीएस फोर्थ इयर चाहिँ जसरी नै कटाउनु पर्छ। लेट्स कनेक्ट गाइज। कोही सिनियरहरू हुनुहुन्छ यो भिडियो हेर्दै हुनुहुन्छ भने हेल्प गरिदिनु। केही कसो मिस्टेक भयो भने कसरी गर्ने के गर्ने केही आइडियाहरू दिन सक्नुहुन्छ। एन्ड थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। बाई बाई। फर्स्ट टाइम हो।